आज चाहिँ नि साथीहरू लन्च ल्याइनँ मैले हो। आज चाहिँ मैले खाजा मजाले खाएरै आएको, तर पनि भोक लागेको जस्तै भएर चाहिँ म चाहिँ चाउमिन लिएर आएको हो। तातो तातो चाउमिन छ, पानी पनि पर्दैछ नि त बाहिर। यति मिठो चाउमिन बनाउनुहुन्छ एकजना दिदी छ कि हाम्रो मेरो दोकानकै छेउमा त होइन, अलिक उतै जानु हेर्नुहोस् न, यस्तो तातो छ। चिसो मौसममा चाहिँ तातो चाउमिन खान्छु भनेर चाहिँ मलाई इच्छा लाग्यो हो। अहिले त म खान सक्दिनँ जस्तो लाग्यो, अहिले खान्छ त्यसो भन्दा अफकोर्स। अन्त यो चाहिँ स्पाइसी अचार हेर्नु, चिकन पनि पो मजाले हालिदिनुहुन्छ त दिदीले त हो। म देखाउँछु ल तपाईँहरूलाई, यस्तो दामी आउनेछ चाउमिन त। मेरो आमाले पनि खासै बाहिरको चाउमिनहरू मन पराउनु हुँदैन, तर दिदीले बनाउनु भएको चाहिँ एकदमै धेरै मिठो मान्नुभयो क्या अस्ति। मिठो छ चिकन हेर्नु, चिकन कति धेरै चिकन छ क्या यहीँ, देख्नु भएको छ कि भएको छैन क्यामेरामा, तर एकदमै मिठो खाना होइन। जे पनि अब राम्रो पायो भने चाहिँ मान्छेले खोजी भए पनि होइन। म चाहिँ एकछिन भए पनि दोकान बन्द गरेर चाहिँ गइदिएको है, खानु मन लागेर ल्याउनु। कस्तो मिठो, हेर्नुहोस् त। चिकन दामी। कस्तो मिठो छ।